म्याग्दीको धौलागिरी गाउँपालिका 2 लुलाङकी मनसरा कुमाई पिठ्यूमा 1 वर्षकी छोरी च्यापेर आफ्नो गाउँसम्म पुर्याउने सडक खन्न व्यस्त हुनुहुन्छ। काखमा बच्चा च्यापेर काममा निस्किनु बाध्यता जस्तै बनेपछि मनसरा जस्तै अन्य महिलाहरू पनि सडक खन्ने काममा व्यस्त बनेका छन्। रोडको लागि हामीले एकदम गाह्रो भइरहेछ नि त। बच्चाहरू डेलिभरी हुँदा एकदम बाटोमा हरेक बाटोमै बच्चाहरू जन्मिन्छन् अनि हरेक दुःख भइरहेछ सर। अब बच्चा बगेर भने दुःख गर्नै पर्यो। दरबाङ, बिम, भारबाङ, ताकम, मुना, लुलाङ गुर्जा सडक खण्ड अन्तर्गत लुलाङ गाउँसम्म सडक पुर्याउन श्रमदानमा जुटेका महिलाहरूले जोखिमपूर्ण काममा समेत उत्साहित भएर श्रमदान गरिरहेका छन्। सडक निर्माणमा सबै सहभागी गराउने उद्देश्यसहित एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने नियम बनाएपछि गाउँ नै श्रमदानमा जुटेको छ। अब बन्द्रोले परा काटेर अगाडि बढ्नलाई गाउँमा केही विकास गरौँ। गाउँमा एकदम दलित बस्ती भएको हुनाले पुरा सबै दलित बस्ती हो। यताउति कुनै जनजातिहरू भने चाहिँ माथि तलमाथि गइ छैन सबै होइन। अब यो रोडको लागि विषयमा लगभग समथिङ हामी 6 वर्ष भयो यो रोडको विषयमा यस्तो अब अगाडि बढौँ, यो रोड हामीले यो बाटो चाहियो भनेर। तर अहिले चाहिँ हामी चाहेरै छोड्यौँ र यो चाहेरै लुलाङ पुग्छौँ। तल लमसुङ गाउँ भएकाले बस्ती माथिबाट हेभी इक्विपमेन्ट प्रयोग गर्दा स्थानीयको अवरोध हुने भएकाले मानिसले सडक विस्तार गर्नु परेको उपभोक्ता समितिले जनाएको छ। दैनिक 40 देखि 60 जनासम्मले श्रमदान गर्ने गरेका छन्। किन त भन्दाखेरि माथि चाहिँ तल गाउँ माथि चाहिँ बाटो खोज्ने भएका कारण जोखिम मुक्त भएका कारणले गर्दाखेरि मान्छेलाई नै जुन चाहिँ यहाँ चाहिँ सबै काम चाहिँ यहाँ चाहिँ खन्ने काम धेरै लगानी चाहिँ यहाँ लागिरहेको छ। यस वर्ष गाउँपालिकाले 45 लाख र गण्डकी प्रदेश सरकारबाट 80 लाख बजेट विनियोजन गरिएको छ। यसले अहिलेको वर्ष लुलाङ गाउँसम्म सडक पुग्ने अपेक्षा गरिएको छ। अलिकति चाहिँ आशा अलिक के छ भने तपाईँको यहाँको समुदाय र हाम्रो पनि के हो भने अहिले यो पाला चाहिँ हामी लुलाङ भन्दा अलि अगाडि नै हामी चाहिँ बाटो लैजान सफल हुन्छौँ कि भन्ने चाहिँ हाम्रो चाहिँ प्रयत्न छ। गाउँमा सडक नपुग्दा सामान ढुगानी सुत्केरी हुँदा डोकोमा बोकेर लैजानुपर्ने लगायतका धेरै बाध्यता छन्। लुलाङसम्म सडक पुर्याउन चन्दा सङ्कलनलाई कम प्राथमिकता दिएर श्रमदानमा जोड दिइएको छ। यस्ता कार्य अन्य समुदायले पनि सिक्न आवश्यक छ। राकेश